हेलो साथीहरु, सेवाडु नमस्ते, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ साथीहरु तपाईहरुलाई मेरो उस्तै भिडियोमा। अनि अब उस्तै भिडियो भए पनि कति माया गरेर हेर्दिनुहुन्छ। अन्त विशेष त दार्जिलिङ, सिक्किम, भुटान, नेपाल त अफ कोर्स छँदैछ, तर पनि बाहिरतिर देखे कति माया गरेर हेर्दिनुहुन्छ। त्यसको लागि मलाई कस्तो खुसी लाग्छ कि त्यो अब के भन्छ मलाई टाढा टाढादेखि पनि हेर्नुहुन्छ। जस्तो अब प्राय यता दार्जिलिङतिर पनि त अन्त यो दार्जिलिङ सिक्किमतिर प्राय शेर्पाहरूले अन्त त्यस्तो उहरूले एकदम त्यो मिनी भ्लगहरू के रिल्समा त्यो फेसबुकमा कस्तो राम्रो बनाएर लाउनुहुन्छ। मलाई पुरा मनपर्छ त्यतातिरको त्यो ठ्याक्कै हाम्रो जस्तै कि अब वेदर पनि हाम्रो जस्तै, अनि के अरे यो ठाउँहरू पनि हाम्रो जस्तै लेख अलिक चिसो मौसम। अनि म पनि पुरा हेर्छु, खुसी लाग्छ अब टाढा टाढादेखि पनि हेरिदिनुहुन्छ। सो आज पनि म जाँदैछु एज अ सेम डे सेम पर्सन सेम वर्क, के भन्नु अरू त। अहिले त माथि छ र त ममता गल्दैन, त्यहाँ पुग्नु नै सास अड्केला जस्तो गल्छ उकालोमा। ओह्रालोमा झर्दाखेरि फेरि खुट्टा टेक्नु नमिल्यो भने त मिलेन भने त बाटो अप्ठ्यारो छ क्या। यस्तो छ बाटो अनि हो मान्छे यताको बुवाले लानुभयो कि कसले लानुभएछ, कहिले सक्ने होला हौ। मेरो भारी रेडी भयो साथीहरू, आज चाहिँ दह्रो भारी लगाएको छु बिहानै। अनि हेर्नु न कस्तो राम्रो सनराइज भएको, माई गड। यस्तो देख्दाखेरि कस्तो मनलाई आनन्द मिल्छ कि। अब चलिदिनु पर्ने हुन्छ गाइजहरू। चराहरू कराएछ। दाबु चाहिँ अघि उठेछ, बडीले खाना खुवाउँदै हुनुहुन्छ। अनि म चाहिँ त्यति बेला फेरि एक बारी लिएर आउनु पर्छ। यस्तो पसिना आउँछ। सम्झनाका लहरहरू मेरो मनमा हुने। तर म आज बिहानै कस्तो गल्यो, प्याट्टै भए। अघि चाहिँ साह्रै गरम भएको थियो कि, अनि अहिले चाहिँ माथि सुकेको लगाएको छु। मुनि अलिकति यति मात्र छ कि काँचो चाहिँ। अब सुकेको पनि लानै पर्छ, बाल्नै पर्छ हो। अब चाहिँ जान्छु म, घाम माथि पुगिसक्यो। अहिले चाहिँ 9 पनि बजेको छैन। अन्त म चाहिँ भारीको कस्तो जङ्गलदेखि यति भोक लागेको होइन, मलाई फेरि मोटाउनलाई होला कस्तो भोक मात्र लाग्छ कि। अन्त चाउचाउ भिजायो खायो। खाना पनि पाकिसक्यो छ, तर यसले गर्दा भात पनि खाने हो, मोटाउने हुँदो रहेछ। भोक लागेको त अलि होइन हौ। साथीहरू अब गाई मऱ्यो, फोटो डाउनु पर्नेछ हौ। ग्याङहरू छ कि मेरो आज। नजिस्केर राख है, हान्ला नि इलेक्सन आऊ। पनि अब तातो के दिउँ हौ। यस्तो छ है। तातो था माथि लु हिँड माथि। दाजु पनि हिँड्छ माथि, हिँड लु छिटो हिँड। दाउराहरू पनि कहिले चाहिँ नभएर पाखाभरि खोज्दा हत्तु
कहिले चाहिँ धेरै भएर यहाँ स्याहारिन सक्नु छ के भन्नु र हो समस्या आफ्नो आफ्नै लाखौँ दाउरा पनि हालिसक्यो अब चाहिँ झाडु लाउँछु म हिरो खेल्दैछ यसलाई त म तर यहाँ छिटो 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 हिँड न साँच्चै नपत्याएको काम सक्यो होला भनेको गुन्द्रुक सुकाउनै बाँकी रहेछ हौ साथीहरू एउटा काम सकिन्छ अर्को निस्किन्छ के भन्नु र खै काम भन्ने कहिले सकिँदैन हौ त्यो आँखामा के पर्यो यो कहिलेदेखिको जाँड लाउने भनेर निकालेको आमाले कता कता भिजाउनु यस्तो छ सबै के भन्छ कतिले यसलाई सुपारी भन्छ अनि अरू के भन्छ त्यस्तै अब एकजनाले मात्र भ्याउने भएको आज त मलाई त कति साह्रो निन्द्रा लाग्छ त्यही माथि मलाई त यो दिनभरि कामले गल्छु कि राति त अनि 9 बजी नै सुत्छु म त यस्तो साह्रो निन्द्रा ल यो चाहिँ मैले मर्चा लाएर मोल्दिएको अब यहाँ ड्रममा लाउनु पर्ने अब यो अलि पछि रक्सी खाने बनाउनु पर्छ यसलाई अझैरु मैले सुनेकै छुइनँ किन नरुको अझै सुन्ने गरी रुनु पर्छ आँसुको ढिका झर्ने गरी मलाई पानी खेल्छ अझै त्यही आएर म अझै नुहाइदिन्छु पक्न तँलाई एकछिन आफू चाहिँ यहाँ सास फेर्ने फुर्सद हुँदैन आम्मामा के बित्छ पनि यो केटाकेटीलाई आँसुको ढिका झार है अनि आँसुको ढिका झार मलाई त त्यो लडतरो रुको मान्छे मन पर्दैन नि आफूलाई के बितिरहेको हुन्छ अझै साह्रो रु अझै साह्रो मेरो चाहिँ अहिले दुईटै छोराहरू सुतेको छ कि अन्त अब चाहिँ म चारो दिनु पर्यो सुँगुरलाई 11 बजीको कस्तो निन्दा नपुगे जस्तो हुन्छ छि नकराउ है नकराउ तिमीहरूको मुख चाहिँ नि म अहिले एकछिन चारो पनि बिहानै खान्छन् र पनि कति साह्रो कराएको यिनीहरूलाई साँड खोज्दैछ कि भन्दैछु
नुनको डल्ला पनि सकेको छ भने नि तिमीहरूको त ढाँडै दुखेर आउँछौ मिठो मिठो चाहिँ सँगै मात्र एक्लै खान्छेस् यति साह्रो गले जस्तो भएको मलाई आज साह्रै गल्छ हौ आजभोलि त छ्या गर्मी पनि त्यस्तै छ अब फेरि तिमीहरूलाई तिमीहरूको बोजूले ल्याउँछ अहिले अलिकति हिँड्दा पनि फुइ फुइ हुँदैछु म त अन्डा पारेको छैन कराउँदै बस्छ सालार खोइ यहाँ अन्डा पार्ने चाहिँ कता गयो त एक्लै छेस् चढमाथि धन्दा पनि गरेको छुइनँ हौ म त अब धन्दा गर्छु अब पहिला धन्दा सक्छु अनि कस्तो हो तर आज भात खानु मन परेको छैन भने नि मलाई अलिकति त खानुपर्छ होला के अरे आलु छ यो तरकारी नमिठो भएर होला नि अनि फेरि मलाई चाहिँ यो मन पर्दैन क्या किनेमा त्यो झोल लाउनु भएको रहेछ मलाई त्यस्तोहरू अलिक मन पर्दैन जति नै जे भने पनि किनेमा त म खानु सक्दिनँ पकाएको त अचार बरु मनपर्छ किनेमा त मलाई पकाएर झोल लगाएको त पैसै दिन्छु भने पनि खाँदिनँ म त्यति साह्रो मन पर्दैन मलाई फेरि पकाएर पनि राख्दिनँ कति ल्याङ गरेको भन्नु होला अब मन नपरेको कुरा मन पर्दैन भन्नु त आइन्छ नि त मन नपर्ने कुरा ल सार सफाई काम धाम सबै सक्यो मैले यस्तै यो फिङ्गर लिएको थिएँ कि अब यो फुलाए अब अलिअलि भयो भने भात खानुपर्छ भरे दाउरा बोक्नु सकिँदैन मिठो भएर किनेमा मलाई मन पर्दैन त्यही भएर खाइन गर्मी महिनामा त साह्रो गर्मी गराउँछ किनेमाले हतार खाना खाइसकेर के भन्छ लुगा धोइसकेर फेरि दाउरामा जुमाइ भनेको त अघि मान्छे त उठेर गएर बसिरहेको रहेछ एरेक्स लुगा पनि धुएको छैन त्यत्तिकै छ अल्छी लागेर आइरहेको छ कस्तो गरम भइरहेछ बाबु आऊ यहाँ फिङ्गर खानु भन्दैछ अरे आउँछ छिटो फिङ्गर खानु 3 बज्नु लाग्यो साथीहरु एकछिन सोध्नु पर्यो भन्यो
किचिक किचिक टेकेको छ छोराछोरीले नसन्चोले सुत्नु दिन्छ त्यही भएर बरु जङ्गलतिरै जानु पर्यो भनेर म भिन्न लागेको चियर्स बारीले सरी एक भाइ दाउरा लिएर आउँछु म फेरि को हल्लाउँदैछ बोजूले चाहिँ साग त्यहाँ काल सबै छोटे साग बनाउने गरे साग हो ल पटिन्छ ल सुकेको लिएर बोटमै सुकेको लागि ल कुन त यो के हो म त चिन्दैन यसको नाम के हो ल म दाउरामा जान्छु अब सुत्नु दिएको भए त सबै सुत्थ्यो नि सुत्नै दिँदैन दाउरा कहाँबाट लिएर आयो एक्लै फुपू खेताला पाइँदैन आफूले सक्नु त आफै अब हो नि भर छैन नि फुपू खेतालाको त मलाई पछ्याउँदैछ मेरो छोराले कहीँ हिँड्नु पर्यो डोको बोक्यो अनि राम्रो लुगा लगाएको देख्यो भने त लिसो जत्तिकै टाँसिन्छ रुन्छ यसरी पानी लाउँछ कि अलैँचीतिर अनि हिँड्नलाई यस्तो कम्फोर्ट बिना त सम्भवै छैन अझै मलाई कस्तो फ्रेसै भएको छैन यहाँ आइजु यति हो यता यहाँ आएपछि के गनाउँछ कि कस्तो नमिठो गनाउँछ हौ यहाँ त्यति साह्रो होइन त्यति साह्रो गनाउँछ ऊ यहाँनिर यस्तो नमिठो गनाउँछ तर के गनाउँछ क्या छि पानीको मूल्य यहीँ छ है गनाउँछ तर के गनाउँछ क्या कस्तो नमिठो गनाउँछ कतिचोटि भइसक्यो कि अन्त म पो यस्तो नमिठो गनाउँछु कि भनेर फेरि गर्छु हो यस्तो नमिठो गनाउँछ हौ के अरे उता अलि पर जान्छ फेरि गनाउँदैन कति वाक्क लाग्दो होला नि साथीहरू तपाईँहरूलाई प्लिज वाक्क नमानी हेर्नु ल मैले काम गरेको पानी अब चाहिँ पुग्दै गएको होला अनि पातपतिङ्ग निकाल्नु आएको रहेन रहेछ के नत्र पानी सानो जान्छ नि त या अब साथीहरू म तलदेखि यहाँ आइपुग्दाखेरि सानै भइहाल्छ हौ त्यही भएर मोटाउनु त राम्रो होइन कि घट्नु पर्यो भन्छ तर कस्तो खाना मनपर्छ फेरि अन्त हुन त खाना कम गरेर अनि बाहिरको फास्टफुडहरू नखाँदा त हुने नि जङ्क फुडहरू नखाँदा त जे भेट्यो त्यही मासु भएको बेला झन् यति खाइन्छ त्यस्तो ब्याड ह्याबिटले चाहिँ हो कि मान्छेले झन् हेल्थ त्यस्तो हुने त्यहाँदेखि यहीँ आउनु हौ अब भारीसँग त अथवा ओह्राला भारी लाउँछ भारी लगाइसक्यो अब जानुपर्छ मेरो बुढाले कति भन्नुहुन्छ गरौँ नबोक्नु है अलिअलि बोक्नु पछि गाह्रो हुन्छ भनेर यति लगाइरहेको छु ठिक अब आफ्नो ज्यानले सक्ने त बोक्छु कि तर म चाहिँ साह्रै लोभ गर्छु कि यस्तो कामहरू बोक्नु ओर्नुमा अनि पछि गाह्रो हुन्छ है भनेर कति एलेक्सको बाबाले सम्झाउनुहुन्छ हुन त हो अब त्यो पहिला जस्तो ज्यान पनि रहेन अब कमसल ज्यान होइन अपरेसन गरेको त्यही माथि पनि अनि यसो विचार गर्छु कहिलेकाहीँ तर म यो कामहरू गर्छु ओर्छु हो मलाई ब्याक पेन पनि खासै हुँदैन त्यही चिसोमा बेला कहिले हो अन्त घाउ पनि दुख्दैन
मलाई भगवानले गरेर खा दुःख गर्नै भनेको छ होला कि यसरी त हात नराख्नुपर्ने तर अनि त्यस्तो जस्तो लाग्छ कि खै अरू त कति दुखी बस्छ भने चाहिँ खै म त त्यस्तो साह्रो फिल गरेको छु नि अब त्यही हो आफूले कहिले कहिले कालो दालहरू अन्त आलुहरू खाँदाखेरि अलिअलि बेला बेला चिलाउँछ न त त्यस्तो दुख्ने ओर्ने त अब त्यत्रो काटेको अलिअलि चिरचिर त गर्छ नि होइन अनि खै त्यस्तो त भएको छैन हौ मलाई अझै दुःख गर भनेको छ होला भगवानले पनि सब्जी धेरै कुरा नगर साथीहरू जान्छु म अब गएर खाना सब्जी गर्ने बेला भइहाल्छ कति राम्रो कमल फुल हिलैमा माया बस्यो दिलैमा जङ्गलमा त कस्तो आनन्द लाग्छ घरमा गए मेरो छोराले ग्याङ 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 किन चाहिँ त्यहाँ बसिराखेको होला आमा आएको छैन तिम्रो हेर ल बिरालोको बच्चाहरू सबै माटोमा खेल्दैछ मकै छ अरे हौ बोजूसँग पर नजाने त होइन थपक न अहिले काँक्रा त कति साह्रो आएछ त मम्मी यो अनि अन्त यो के नाभो आयो कि ल अब चाहिँ सारसफाइ सकियो अन्त धन्दाले मलाई पर्खिरहेछ पहिला भात धन्दा गर्छ नि मात्रै भात राख्छु अन्त केटाकेटीले चाहिँ पानीपुरी खाने भने आमाको मन न हो नबनाइदिए भएन यहाँ मेरो भात पाक्दैछ भात पाक्दै हुनुहुन्छ नट पाक्दैछ ल मेरो केटाकेटीहरूलाई पानीपुरी दिए मेरो छोरा चाहिँ सुत्दै सासको दिदीको हातमै अनि बाबुले सुताएर दुईजनाले खाँदैछ तरकारी खोज्नलाई अब पाइजानु पर्दैन हाम्रो चाहिँ यसरी बारी बारी कुद्नुपर्छ अनि यसलाई यसरी ठ्वाक 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 गर्नुपर्छ ए यसलाई भन्छ अर्ग्यानिक ओहै यो चाहिँ जति टिप्यो त्यति पलाउँछ के तपाईँहरू कसलाई मनपर्छ साथीहरू यस्तो इस्कुसको मुन्टा कमेन्ट गर्नुहोला मेरो बुढाको त फेभरेट हो के गर्नु मिठो मसिनो पकाउँदा पनि बुढाको याद आउने मान्छे साह्रो छ मलाई पनि अब यहाँ माथि अलिकति छ त्यसपछि त आजको लागि पुग्यो यति भयो आजलाई पुग्छ अब लुगा धुन्छु अनि मात्र एकछिनमा यो पकाउँछु लुगा धुइसकेको अन्त रेडी अब पकाउने दुख मेरो तरकारी चाहिँ पाक्यो अन्त अब यो सिम साग पनि पकाउनु बाँकी छ पहिला चाहिँ म चारो दिइहाल्छु पालकी में हो के सवार चली में ल यसको त एकपट्टिको कानै हराएको जारी अस्ति मैले धन्दा गर्दा पुक्लुकै निस्किरहेको छु मैं तो अपने ल कराई राखिराख्नु पर्यो मेरो एउटा आइफोन आउनेहरू तर खोइ कहिले आजभोलि त नि केही दिन लामो भएको छ 6-12 भइसक्यो अझै रात पर्छ अब त पकाइ त तेरो मुख म बाँधिदिन्छु अब सिमसाग पकाउँछु अनि चौचौ पनि पकाउँछु केटाकेटीले खाँदैन त्यही भएर चुप्लाक तिमीहरूलाई थपक थपक हो पल्लोपट्टि भरिसकेको मम्मी उता होइन पातलो पातलो सुकाउँदै ल्याएको त्यो अन्डे भने त घुमिन्छ कराई रन्किसके जस्तो
गले यो पनि पाक्यो अब चौचौ पकाउन बाँकी छ कति खालो हामी चाहिँ खाना खाएर आयौँ साथीहरू अब यिनीहरू मिलाउनु पर्ने हुन्छ यता सो आजलाई चाहिँ यति नै यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गरिदिनु होला म त अब एडिट गर्दै सुत्छु दा बेला त अनि अब अति नै निन्दा लाग्यो भने त एडिट गर्दिनँ नि त अनि सब फोन चार्जमा लगाएर सुत्दिन्छु भोलि बिहान उठेर गर्छु फेरि के भयो त्यो खाइसक न पहिला